साथी, कहिले नि टेन्सन नलिनु, कहिले नि दुःख नहेर्नु, आफ्नो बुरा वक्त हेरेर, आफ्नो यो जिम्मेवारी हेरेर। टेन्सन सबैनिर हुन्छन्, दुःख सबैलाई हुन्छ, तर आफूलाई कहिले नि दुःखमा नसोच्नु कि म दुःख परेछ भनेर म रोम भनेर, टेन्सन लिम भनेर। हाँस्दै गर्नु, मुस्कुराउँदै गर्नु, किनकि तपाईँ हाँस्नुहुन्छ नि त तपाईँको यो फेसमा नि अर्कै ग्लो हुन्छ। तपाईँ आफ्नो फेसलाई हाँस्दाखेरि हेर्नुहुन्छ नि त तपाईँ आफै खुसी पाउनुहुन्छ, आफूलाई आफै तपाईँ खुसी हेर्नुहुन्छ। त कहिले नि मन नमार्नु, कहिले नि नदुःख गर्नु कि मेरो यो बुरा वक्त छ, मेरो माथि यो जिम्मेवारी छ, त म दुःख मानम भनेर, बुरा वक्त आछ भनेर म रुम भनेर, म टुटेको छु भनेर यो कहिले नि नसोच्नु। यति हिम्मत राख्नु कि म जित्छु त जित्छु, म केही गरेर देखाउँछु, एउटा सक्षम मान्छे बनेर देखाउँछु त देखाउँछु, आफ्नो यो बुरा वक्तलाई हटाउँछु त हटाउँछु। बुरा वक्तमा जुन आफन्तहरूले मेरो साथ छोडेछ नि उनीहरूलाई केही बनेर देखाउँछु त देखाउँछु। यो सोच लिएर तपाईँ अगाडि बढ्नु, कहिले नि तपाईँ आफूलाई पछाडि नहेर्नु, अगाडि बढ्दै जानु। पछाडि को आछ को गाछ यो कहिले नि नहेर्नु। म अगाडि बढ्छु त बढ्छु, अगाडिको बाटो राम्रो छैन तर म यो नराम्रो बाटोबाट म हिँड्छु, पछाडि त्यो आफै राम्रो हुँदै जान्छ नि यो बाटो। त तपाईँ अगाडि बढ्नु, आफूलाई कमजोर नठान्नु, आफूलाई तपाईँ कसैभन्दा कम नठान्नु, हिम्मत राख्नु कि म केही गरेर देखाउँछु त देखाउँछु। अनि यही सोच लिएर तपाईँ अगाडि बढ्नु, म यही भन्छु साथी। अनि एउटा जिम्मेवारीको आभास लिएर फ्यामिलीको केयर गर्नु, ख्याल राख्नु। तपाईँ फ्यामिलीको आखिरी उम्मिद हुनुहुन्छ, बाबा आमाको बुढेसकालको सहारा हुनुहुन्छ। तपाईँ मेहनत गर्नु, सङ्घर्ष गर्नु साथी।